वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ हामी पासम त जाने हो गाइस, पासम त जाने हो। आयो भाइ ब्रो 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 Nah, temu. nggak apa nggak apa saya tuh bang खण्डङ ल के पछाडि एउटा बोका नम्बर 1 ब्लग भनेको यसरी बनाउने हो। यहाँनिर छ एउटा खै युट्युबर भन्छ टिकटकर भन्छ जे पनि भन्छ हिरो हिरो आँखा चाहिँ लाउ तर घरमा एउटा छोरा छ बुढी पनि छ। पासम त जाँदै हो हाफवेमा छौँ हाफवे होइन अब अहिले भर्खर हामी 1 वर्ष हिँड्यो होला। यिनीहरू अब हिँड्न सकेन भनिदिरहेको छ हुन त हो बुढो भइसक्यो सबै। स्विट 16 होइन म त भर्खर अब 14 क्रस गरेर 15 लाग्दैछौँ। त्यस्तै हो हामी चाहिँ हो नि बिहे नगरेको पछाडिको 3 जना नै बिहे गरेको खिर्किसकेको। वेदरको अवस्था आज त एकदम अब मौसम वेदर हेर्दा 7-8 बजेको जस्तो लाग्यो तर अहिलेको बिहान 7-8 बजिरहेको हो। वेदर हेर्दा 7-8 बजे जस्तो बिहान पनि 7-8 बजे बेलुकाको हो क्या बेलुकाको बुझ न मिलाएर बोल्न क्या चाहती हो भाइ तू हाँ क्या चाहती हो। पानी परेको अवस्था पासम त सब्जी हो पासम त भेट्यो हो यस्तै भयो अब पानी परिसकेको छ। वेदर डाउन भइसक्यो वेदर डाउन फिदर डाउन होइन वेदर डाउन भइसक्यो। पानी परेर हैरान भइसक्यो। अब चाहिँ हामी पानी खाने ठाउँ हो केटाहरू आउँदैछौँ छाता उडेर छाता किनेर आएको आज हामी पासमजोमा जाँदै एकदम वेदरले गर्दा अलिक गाह्रो भयो। पानी पिएर आउँदै सोल्टिज्यू लास्ट होइन सेकेन्ड लास्ट होला यहाँ। अब लेक लागिसक्यो लेकतिर पानी एकदम चिसो छ। पानी खाम है चम्पीहरू पानी खाम। अब खाजाहरू पनि खाने हो कि अब कि जाने हो अब कन्टिन्यू गर्नुपर्छ। वेदर त ठिकै हो हिँड्नको लागि तर के भयो भने आज पानी परेर कारण अलिक झ्याउ भयो। पानी परेको अलिक राम्रो नै हो हिजो अस्ति त पुरा पोल्युसन थियो नि त प्रदूषण होइन आज एकदम राम्रो छ होइन। के छ विचार एकदम ठिक छ। यस्तै हुन्छ अब के मान्छेहरू हाइकिङमा आएको छ इयरफोन लगाएको छ होइन कानमा सोधेको नि केही बुझ्दैन न के सुन्छ अनि मजै आउँदैन नि त होइन। अलिकति यो वेदरलाई इन्जोय गरेर यो नेचरहरू हेरेर हिँडेको एकदम मजा आउँछ। हाम्रो त आज डेस्टिनेसन त्यहाँ माथि हो टुप्पोमा देखिरहेको छ त्यही हो पासमजो त्यसको लागि हिँडेको। हामी अहिले 5 जना छौँ पछाडि छ ऊ बाटोमा कुरा गर्दै गरौँ। मलाई के लाग्छ भने फुलहरू चाहिँ छैन जस्तो लाग्यो योपालि चाहिँ फुलहरू सबै ओइली झरेको छ। गुनासको बोट हो यो गुनासै छैन ऊ यसपालि फुल चाहिँ देख्न नपाउला जस्तो भयो पासमजोमा। पासमजो फर्स्ट टाइम हो मलाई यस्तै लागेर फर्स्ट टाइम हो यो चाहिँ छाता उडेर आएको पासमजोमा। नभए त पहिला त गर्मी हुन्थ्यो मान्छेहरू धेरै हुन्थ्यो। हामी लास्टमै छौँ हामी अहिले हाफवेमा आएपछि पानी कन्टिन्यू बढ्दैछ। सोल्टी अब तिर्खा लाग्यो अरे पानी नभएर कोक हान्दै पासमजो डाँडा त्यही हो ऊ त्यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँहरूले गणेश हिमाल पानी हिउँ परेछ आज साथीहरू आइपुग्यो पानी परेको छ परेको परै। यसपालि पानीले गर्नुसम्म गर्ने भयो गाइज। अब हामी लाग्छौँ अगाडि सबै गइसकेर बाटो यस्तो छ बन्द दामी छ भने बन्द गुनास सबै ओइलिसकेको रहेछ। गुनासको बोटो टन्ने खाऊ छँदै छैन गुनास त एकदम रमाइलो त भइरहेछ। हामीहरू चाहिँ नेचर लभर छ हामी सबैजना। अब सबै ठाउँमा यसपालि गुनास चाहिँ छैन रहेछ यहाँनिर चाहिँ अलिअलि रहेछ अलिअलि मात्र हो यहाँ मात्रै माथि अलिअलि रहेछ कुनै कुनै ठाउँमा मात्र रहेछ यसपालि गुनास। अस्ति असिना बाँध्नेले गर्दा पनि होला सायद मलाई जहाँसम्म लाग्छ सबै झारिसक्यो होला असिना बाँध्नेले। यहाँनिर अलिअलि रहेछ सिनरी अलि राम्रै आज घाम लागेको छैन पानी पऱ्यो वर्षाको कारणले यति नै होला सायद। बाटो पनि अब पासमजो व्यवस्थापन समितिले बनाएकै होला सायद मलाई जहाँसम्म लाग्छ तलसम्म चाहिँ बनाइसकेको रहेछ। यहाँनिर अलिक बनाएको छैन अब बन्दै क्रममा होला। बाटोमा चाहिँ प्रतीक्षालयहरू पनि रहेछ एकदम राम्रो बनाएर रहेछ। अहिले म चिसो पनि लागिसक्यो अघि त बिहान आउँदाखेरि त घाम लागेको थियो घरबाट निस्किँदाखेरि गनी पनि भएको थियो
त्यही भएर छाता पनि नलिएर पानी परेर बिचमा छाता पनि किन्यो आज अब गुनास नआयो भने यहाँ बनमरा चाहिँ फुल्या रहेछ सेतै गरेर बनाइ बनमराले बनाइ खायो भन्छ बनमरा बन्द राम्रो देखाउने रहेछ हो गाईहरू आउँदैछ गात तावल यतापट्टि अरे हामी दालबाट आउने गरेको कुङ्गरहरूमै रहेछौँ कुङ्गरहरूमा आइपुग्यो हामी यता राम्रो छ हाइकिङ चाहिँ दामी हुँदैछ थर्ड स्टेप राम्रो छ ऊ अहिले चाहिँ भर्खर हामी केटाहरू रिल्सहरू बनायो होइन भिडियोहरू पनि गरेर हामी आउँदैछौँ पछाडिले मान्छे अब रिल्स पनि बनाइसक्यो मैले त बनाएको पनि छैन केटाहरूले अब टिकटक तताउने भयो म त लास्टै थाकिहाल्छ नि रातभरि काण्ड मात्रै हेर्छु त अनि त्यस्तो होइन यार राम्रो छ बाटो पनि बन्छ होला यो त वन समितिले गरेको होला सायद वन संरक्षणको लागि अगाडि पासम चोक पहिलो बेस क्याम्प बिदा भइसक्यो वेदर एकदम राम्रो देखिरहेको छ बिहान चाहिँ अब घाम लागेको थियो दिउँसो फेरि पानी पऱ्यो छाताहरू किन्नु आयो अहिले साता सबै बन्द गरेर दामी भ्यू देखिनेवाला छ अब माथि डाँडाबाट होइन पारी डाँडाहरू दामी छ यो त एकदम हावा चलिरहेछ अहिले चाहिँ सिरिरी बतासै चलिरहेछ पासमजो जाने बेलामा पानी पनि छ पानीको व्यवस्था पनि गरिरहेको छ त्यो पासमजो व्यवस्थापन समितिलाई धेरै धेरै धन्यवाद त्यति मात्र होइन डस्टबिन पनि छ होइन डस्टबिन अब फोहोर व्यवस्थापनको लागि एकदम राम्रो गरेको तर पनि मान्छेहरूले बाहिर फालिदिएको छ कि सबै यो चाहिँ अलिकति ब्याड एक्सन नै भनौँ न डस्टबिन हुँदा हुँदैन बाहिर फ्याँक्नु अलिक राम्रो कुरा होइन त्यो मानवीय कुरा भएन अलिकति जे होस् राम्रो छ यहाँनिर अब सिडी हाल्यो भने त झन् बवाल हुनेछ होइन पासमजो व्यवस्थापन समितिले एकदम त्यो गरेर कदम पनि गर्छन् होला पक्कै पनि फ्युचर प्लान होला त्यो एकदम समावेश गरेको होला पासमजो आइपुगेको छ हामीले अहिले एकदम यही हो वेदर दामी छ एकदम ल वेदर त आमा बवाल छ आज है वान अफ द बेस्ट भयो होइन वान अफ द वर्स्ट पनि भएको थियो अघि चाहिँ अहिले चाहिँ वान अफ द बेस्ट भएको छ हामीलाई पासमजो गेटमा आइपुग्यो अब यही हो गेट चाहिँ खण्डीको लिन आएर खण्डीको त लिनै छैन एकदम पासमजोमा दर्शन गर्ने मान्छेहरू नै धेरै हो भक्तजनहरू चाहिँ नबदर चाहिँ बोलाउनु नि हाम्रो के चेङ्लाब्लो दशवटा श्रीमती पाओस् पासमजोमा दर्शन गरेपछि दर्शक सबैलाई ओ भक्तजनहरूलाई सब्सक्राइबरहरू सबै तपाईँको मनको अनुसार के छ म्याम मनोकामना त्यही 10वटा दर्शकलाई श्रीमती पाओस् त्यही हो 10वटा हो होइन के भन्नु जान्नु धेरै ठेक्न पनि सक्दैन होला अब फेरि रोइदेला गएको धेरै घुइँचो मान्छेहरू आउँदै होइन होला हो होइन होला हो मान्छेहरू चाहिँ अब धेरै नै छ भक्तजनहरूको घुइँछ धेरै 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 नै पजलाई ओए पछि ओइ बेनु बेसी यार त्यो हाम्रो न बेसी यार ओ खान्छ मुरु हेर्दै दिदै
तपाईँको मनको धेरै चाँडै पुरा होस् आज त वेदर गुड बबाल छ नि आज अघि बिहानसम्म त अलि त्यो पानी परिरहेको थियो होइन पानी परेर अलि झ्याउ भइरहेको अब त्यहाँ माथि पनि जाने हो उता माथि झारलाङ दार्खा ऊ पासन्जोबाट देखिने तावल गाउँ अलमोस्ट सबै ठाउँ देखिँदो रहेछ दामी छ एकदमै अब यहाँ पासन्जोमा चाहिँ अब भक्तजनहरू धेरै आउँछ यहाँ चाहिँ के छ भने के अब किम्वदन्ती के छ भने सिङ्लामा अब छोरा मागिन्छ भने यहाँ चाहिँ अब छोरी चाहिँ मागिन्छ अरे भन्ने यहाँ माथि चाहिँ अब यहाँ अब हिउँ परेको ठाउँमा चाहिँ सिङ्ला हो यहाँनिर चाहिँ उहाँ पनि अब वैशाख पूर्णिमा जेठ पूर्णिमामा हुन्छ एकदमै यहाँबाट यो चाहिँ दार्खा भइहाल्यो एकदमै यहाँबाट देखिने तावल गाउँ पासन्जोबाट देखिने तावल गाउँ एकदमै तावल गाउँ भयो उता चिम्जोक उता धादिङ उता भयो अरे एकदम राम्रो छ गफ चाहिँ दिन्छ सन्धिले पनि अलिअलि त अब हुँदा हुँदा अलिअलि नै चलाउँछ अहिले चाहिँ हामी अब केटाहरू रिल्स पनि बनाउँछ फोटो पनि खिचिरहेको छ अब रेड फुट बार 24 आवर आज हान्दैछ अब केटाहरूले अब कुकिजहरू लिएर आएको छ खाएपछि फोटोहरू टिप्नुपर्छ एकदम तीर्थस्थल आफ्नो अब सफा गर्नुपर्छ तीर्थस्थल हो नि त यो एउटा त्यही भएर अब खाएपछि यस्तै हामीहरू रेड बुलहरू भयो अनि 14 बिस्कुट अब झोलामा हाल्दैछौँ तल पनि अब पासन्जो व्यवस्थापन समितिले डस्टबिनहरू पनि राखेको छ त्यसमा हालिदिनु हामीले चाहिँ पछाडि पनि रहेछ त्यो पनि टिपौँ हेर्छ त सरसफाइ चाहिँ आफैले गर्नुपर्छ आफ्नो ठाउँ भन्दा यो गङ्गोमा गाउँपालिका वार्ड नम्बर 2 अन्तर्गत पर्ने हो त्यो पनि टिपौँ झोलाभित्र हालौँ झोलाभित्र हालौँ हामी तल लगेर अब डस्टबिनभित्र फाल्नुपर्छ पासन्जोको टप पोइन्टको अवस्था हेर्दा मात्र योही गर्ने हो कि टप पोइन्टमा छौँ यहाँ चाहिँ अब गणेश हिमालको पुरा भ्यू लिने फोटोको एकदम फोटो खिच्ने घुइन्छ यहाँ चाहिँ सबैजना पालै पालो क्यामेराम्यान चाहिँ फेरि बिजी पेट्या हात टप पोइन्टमा टप पोइन्ट अहिले चाहिँ हामी पासन्जो पिकबाट फर्किँदैछौँ है अब यहाँ केटाहरूले फोटो पनि खिचे रिल्सहरू बनाए हामी चाहिँ अहिले पासन्जोबाट फर्किँदै हामी सबैजना बम्बोको छे पनि लिइसक्यो सबै केटाहरू आज पासन्जोमा आएर वेदर स्टिल राम्रै छ बम्बोको छे लमको बोङ अनि सो हामी चाहिँ अहिले टुवर्ड्स घर जाँदै हो बाटोमा फोटो सोटो अब रिल्सहरू पनि बनाउने फेरि बाँकी नै छ त्यस्तै हो यस्तो काँडे झारहरू पनि छ घाम लागिरहेको छ स्टिल वेदरले अब भनौँ न बिहान चाहिँ अलिक पानी परेर डिस्टर्ब भएको थियो अब अहिले चाहिँ एकदम वान अफ द बेस्ट भएको छ नि सिनरीहरू लिनु पाएको छ त्योभन्दा अरू के चाहियो र काफल बाटोमा अब चाहिँ हामी काफल जाँदै हो काफल पनि पाउँदो रहेछ अहिले पनि पाउँदो रहेछ केटाहरू बाँदर स्टाइलमा हानिरहेको यस्तो त पार केटाहरू अहिले चाहिँ हामीले अब पुल लिएर आइपुगेका छौँ ठाउँमा पुल पनि बनाएको रहेछ राम्रो हो सिडी पनि राम्रो बनाएको छ अहिले पुरा चाहिँ बनाएको छैन होइन सिडी एकदम राम्रो छ तपाईँहरू आउन सक्नुहुन्छ बाटो राम्रो छ यहाँनिरसम्म चाहिँ खासमा मलाई चाहिँ के लाग्छ भने पासन्जो माथि डाँडामा चाहिँ एउटा छुट चाहिँ बनाइदियो भने चाहिँ एकदम राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ अहिले चाहिँ हामी ताउला गुम्बामा आइपुग्छौँ यो गुम्बाभित्र हो यहाँ गुम्बा पनि दामी छ यताबाट आउँछ केटा तावलो गुम्बामा उतापट्टि चाहिँ अहिले त्यो के भन्छ रुख काटिरहेको रहेछ दामी छ
धावलको गुम्बा